हामी चाहिँ घुम्दै गर्दै अब यहाँ गाउँमा आयो कुन गाउँ रे यो भनिदिनु त पुन्दुक है गाउँ पुन्दुक गाउँ हो यो पुन्दुक हो यो चाइम हो हजुर यस्तै गरेर हो जाने हो उता हामी माथि डाँडामा जानु पर्यो हजुर यो अहिले रुख देखियो नि हजुर हजुर हो यो रुखमा एउटा होटल छ हजुर हो त्यहाँ मान्छे छैन हजुर त्यो चौतारीबाट उता जाने बाटो नि छ सिडीको बाटो छ उता हजुर त्यहाँबाट फेरि यताबाट जाने भने यो ठाडै उकालो छ अलि अप्ठ्यारो छ हजुर अप्ठ्यारो छ उताबाट जाने भने उता सकिन्छ हजुर त्यो डाँडाबाट चाहिँ खुमै डाँडा कति टाढा खमै टाढा यहाँ त छ नि अझै 3-4 घन्टा लाग्छ 3-4 घन्टा है हजुर त्यही हो सिदिङ हजुर यो नागी हो यो यो चाहिँ यो भीमजुङ भीमजुङ यो भीमजुङ यो नागी अनि सिदिङ चाहिँ यो तल छ तल हो यो कालीमाटी ए हजुर यो कालीमाटी यो मर्दी जाने मान्छेहरू यतातिर मर्दी जाने यही बाटो जान्छ अनि मर्दी जाने मान्छेहरू यतातिर आउँदैन गयो माथि बाटो थियो रे सर अहिले छैन बाटो केटीहरूको दसजना छ यो चाहिँ तपाईँ होमस्टे छन् केटा ए नमस्ते हजुरको नाम मेरो मनु छेत्री ए तपाईँको होमस्टेको बारेमा अब हामी त है यत्तिकै हराउँदै गर्दै आयो अब कोही आउन चाहनुहुन्छ भने चाहिँ अब कता लोकेसन भनिदिनु न त यो कहाँबाट पोखराबाट कि काठमाडौँबाट पोखराबाटै भनिदिनु पोखराबाट अब सिधै यो हेम्जा हुने मिलन चोकबाट हजुर भित्र छिरेपछि यही मर्दिमाल पनि यहाँ लुम्रेबाट यता भित्र छिर्यो कुइबाङ गाउँ सैती घट्टा इमु तक्रो प्रुन्दु हुँदै आउने हो अन्त 1 त्यहाँदेखि घन्टा आउँछ पोखराबाट पोखरा मजाले 1 घन्टा तर बाइकमा चाहिँ अलिक गाह्रो रहेछ ठिकै छ ल्याउने ल्याउँछ यहाँसम्म बाइक नै आउँछ गाडी पनि राम्रो सुविधा छ हजुर आउने ठाउँ राम्रै छ यहाँ लगभग 1 घन्टा पोखराबाट यहाँसम्म आउँछ त्यहीँ पिचबाट त्यहाँबाट अप्लोड हो लुम्रीसम्म पिच छ त्यहाँ अप्लोड हो पोखरा हेम्जाबाट भित्र छिर्ने हो